नमस्ते, म डाक्टर राम विष्ट, प्रसुति तथा स्थिर रोग विशेषज्ञ। आज म तपाईहरूलाई प्याप स्मेयर भनेको के हो, कहिले र किन गर्ने, यही विषयको सेरोफेरोमा रहेर केही कुराहरू भन्न गइरहेको छु। पाठेघरको मुख, जसलाई हामीले सर्भिक्स भन्छौँ, र यो सर्भिक्सको क्यान्सर छ या छैन भनेर गरिने विधि भनेको प्याप स्मेयर हो। नेपालको हकमा यो टेस्ट 30 वर्षदेखि 60 वर्षको महिलाहरूलाई गरिन्छ भने विश्व स्वास्थ्य सङ्गठन WHO का अनुसार यो टेस्ट 21 वर्षदेखि 65 वर्षसम्मको महिलाहरूलाई गरिन्छ र 21 वर्षदेखि 49 वर्षको उमेरको हकमा प्रत्येक 3 वर्षमा गरिन्छ भने 50 वर्षदेखि 65 वर्षको उमेरको हकमा प्रत्येक 5 वर्षको फरकमा यो टेस्ट गरेर पाठेघरको सर्भिक्सको क्यान्सर छ या छैन भनेर पत्ता लगाइन्छ।